हाम्रो गाउँको एक नम्बर साडी हो नि फेरि यो सबै रमाइलो गर्नु हड्डी नै चिलाएर आउनु पर्छ। अच्छा हमको सिखा रिया है। आज चाहिँ मेरो साथीको एकदमै राम्रो नयाँ फोन रहेछ हैन। हेर्नु त यार कस्तो गोरो अनि कस्तो राम्रो देखिरहेको छु म है। एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के। त्यही भएर चाहिँ टक्कसँगले हैन म यहाँ साथीहरूसँग टक्क रमाइलो गर्दै आएको छु है। ल हेर्न सक्नुहुन्छ यहाँनिर साँडे चाहिँ अर्को साँडेसँग न्यु खोजिरहेको छ। साँडे चाहिँ अर्को साँडेसँग न्यु खोज्दैछ यहाँ हैन। साँडे यो चाहिँ हाम्रो गाउँको एक नम्बर साँडे हो है। यहाँ हामी साथीहरू चाहिँ टक्क यहाँ रमाइलो भन्दा नि अब यसो पौडी खेल्न आएको है। रमाइलो गर्दै केटाहरू यहाँ भाइ छ के छ केटा खबर होइन। अनि दाजु यता आउनु न हेर्नु न यहाँ कस्तो ह्यान्डसम देख्नु भएको छ। घरतर्फ लागिरहेको छौँ हामी होइन। साडी गोरुको छुट्टै चर्ती गरा छ यहाँ फेरि। हाम्रो गाउँको एक नम्बर साडी हो नि फेरि यो एक नम्बर साडी हो है। टक्क हामी चाहिँ यहाँ होइन नुहाएर टक्क नुहाई गरेर है हामी आउँदैछौँ गाइस होइन। आज यसो गर्मी लागेको भएर चाहिँ हामी टक्क यहाँ पौडी खेलेर नुहाएर आइसक्यो है हामी। यो चाहिँ गाउँ हाम्रो गाउँभन्दा अलि मास्तिरको गाउँ गाईटार गाउँ होइन। हाम्रो रमाइलो बाजे हुनुहुन्छ होइन। रुक्नु हामी कुरा गरेर देखाउने कुरा गर्छौँ। A few moments later. नमस्कार। हजुर नमस्ते नमस्कार। सिन्धुली जिल्ला तीनपाटन गाउँपालिकाको वार्ड नम्बर 10 हजुर टोलघाटा। हजुर मेरो नाम प्रणव श्रेष्ठ। रमाइलो गर्नु चाहिँ खासमा कस्तो जोस जाँगर आउनुपर्छ त नि। सबै रमाइलो गर्नु हड्डी नै चिलाएर आउनु पर्छ। अच्छा हमको सिखा रिया है। हड्डी चिलाउनु पर्छ पाइतालादेखि। कहाँदेखि चाहिँ चिलाउने पैतालादेखि कसरी आउँछ देखाइदिनु न त। रक 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 चिलायो भने पो नाच्नु उफ्रिनु सकिन्छ त। हजुर त्यसै लोठे चाले वात्ती बस्यो भने त्यो सिद्धको बोका जस्तो बसेर हुँदैन। खत्म बाय बाय टाटा गुड बाय गया।